टक्ला हामी हैन बक्सर हो के त कस्तो कुरा बिर्सेको अब चाहिँ हामी टक्ला आएर चाहिँ काठमाडौँको ब्यागको युज भएको छ हैन दाइ सदुपयोग आइसक्नु अब फोर्डमा आएर सर्ने हो अब फोर्ड आयो हामीलाई लिनलाई दाइ ल लोडिङ गरिहाल्नु म त भिडियो यस्तो सरप्राइज हैन ठिकै छ नि 12 बन्द ल्याएको छैन हामीले 12 बन्द छैन यहाँ म हजुरले वेलकम टु माइ हेलो ए बाबा हेलो गाइस वेलकम टु मेरो दाइ हेलो गाइस हेलो गाइस वेलकम टु माई च्यानल कनेक्टिङ विथ कार्की र फेरि पनि हाम्रो होलिडे सुरु भइसकेको छ आज म मेरो वाइफ विजिता मेरो दाइ कता हुनुहुन्छ ड्राइभर हो नि त ड्राइभर मेरो भाउजूको एनिभर्सरी पनि परेको छ र हामी चाहिँ अब टक्क लाएर अब हामी जाँदैछौँ मेलबोर्नबाट हामी एडिलेड जान्छौँ तर मेलबोर्नमा चाहिँ मम्मी बाबालाई हामी पिकअप गर्छौँ मम्मी बाबाहरू नेपालबाट यतिखेरको फ्लाइट सायद टेकअप भयो होला अनि बिहानको 9 बजीतिर चाहिँ ल्यान्ड हुन्छ हामी चाहिँ टक्क लाएर उहाँ पिकअप गर्छौँ त्यसपछि चाहिँ बाँकी भिडियोहरू बाटोमा र एयरपोर्टको साथसाथ देखाउनेछौँ र अरू त भोलि पर्सिको त भिडियो छँदैछ गाइस थ्याङ्क यू भेरी मच बाई बाई किप वाचिङ भन्ने भाउजू यता भनेर भन्दा किप वाचिङ यता हेरेर भन्नु नि भाउजू alright अब हामीलाई चाहिँ यहाँबाट चाहिँ फेरि मिलन दाइले पिकअप गर्नुहुन्छ है गाइस टक्ला हामी हैन बक्सर हो के त कस्तो कुरा बिर्सेको अब चाहिँ हामी टक्ला आएर वरिपरिको वातावरण यस्तो छ टक्क लाएर हेर्न सक्नुहुन्छ अब टक्क हो भाडाइपुरमा छौँ हामी अनलोडिङ काम सकिसक्यो दाइ भाउजू के छलफल हुँदैछ यहाँ यस्तो छ ठिकै छ हावा चलेको छ दाइ भागिहाल्नुहुन्छ मिलन दाइले भाइले लिन्छ भनेर ल ऐ थिचेन छ ऐ क्यामेरा थिचेन साँच्चै भाइले लिइहाल्छ भनेर तपाईँ म जानुपर्दा म थिचिदिन्छु है सही हो गाडी गएर पुरै एक्सप्लेन भइरहेको छ हामी उल्लेटिनु हो दाइ ल दाइ मिलन दाइ थ्याङ्क यू भेरी मच क्यामेरा त पुरै ब्लर छ त मेरो त के भएछ बिग्रियो क्या हो लडिक छ काठमाडौँको ब्यागको युज भएको छ होइन दाइ सदुपयोग माइत हो हामी यहाँ पुरै चेक गरिरहेको छौँ सोसाइटी अब ठुलोको पालो भाइ ठुलो चेक हालिदिइहाल्नु त ब्याग चेक इन भइरहेछ 20 किलो जस्तो लाग्छ 15 भने 60 मिल्छ दाइ हाम्रो चाहिँ अहिले फ्लाइट डिले भएको छ यहाँ आएको झन् नै डेढ घन्टा जति भइसक्यो तर फ्लाइट डिले भएको कारणले गर्दा हामी यसरी कुरेर बसिरहेछौँ दिनु दाइले यहाँ म्यानेज गर्दै हुन्छ ल
भाउजू दाइ रेडी टु बोर्ड इन All right. All right, guys, let's do it. Just landed. Land भएर चाहिँ हामी चाहिँ अब लगेज पिकअपको लागि जाँदैछौँ. हामी मेलबर्न एयरपोर्टमा ल्यान्ड भइसकेका छौँ. सबजना आफ्नो पारामा छन्. म चाहिँ भिडियोग्राफर मात्रै भएको छु. झन्डै 1 आवर डिले भयो. हाम्रो आकाश दाइलाई एकदम कुराउनु पर्यो हामीले. अब लगेज अझै पिक गर्नै बाँकी छ. अब हामी यहाँ निक्लिनलाई लाग्छ होला अझै पनि 15 मिनट जति हैन. ल है त गाइस. त्यहाँ जाने भन्नुभएको छ. नाइस. पिकअप ड्रप अपमा हामी जान्छौँ. हाम्रो फोर्ट चक्क लाएर दाइ आइसक्नु भयो. फोर्डमा आएर चढ्ने हो. अब फोर्ड आयो हामीलाई लिनलाई. दाइ ल लोडिङ गरिहाल्नु. म त भिडियो लिने हो. ल बिस्तारै ल्याउ त. म पनि दाइले हेल्प गर्छु. हेभी छ दाइ पनि. त्यहाँबाट जानु. ओहो यो हो नि त गाडी त है. ल हामी चाहिँ अब बस्ने वासस्थानमा जाँदैछौँ. अब लेट भयो. डिले भयो प्लेन चाहिँ. सर्टकट बाटोमा हामीलाई झन्डै 20 मिनट लाग्छ होइन. इन्टरनेसनल फ्लाइटहरू सबै एकैचोटि 2-3 चोटि फ्लाइट आइसक्यो. माथिबाट ठ्याक्क छ. सरमा दामी हान्दो रहेछ यार. हर्न हान्ने हो. ओ माइ गॉड कस्तो मजा आएको यार साउन्ड. बाहिर गाडीको दाइ दामी आवाज आउँदो रहेछ है. गाडीको दामी यो हो नि त दाइ. अन द वे भनेर लेख्न हाल्ने हो नि त दाइ. एयरपोर्ट टु होम. सब सुतिसक्यो. यो चाहिँ कालो देखिन्छ सर्दिन. अलि उज्यालो. Right onto Elscott Boulevard. धोती भनेको पसल यही छ कि. Turn right onto Elscott Boulevard. के अरे सनी भन्थ्यो दाइले नि हँसाउनुहुन्छ नि. Your destination is on the right. Nice. ल है घर बेटी बजाई कता जानुभयो. मुन आफ्नो निकाल्ने रे. यस्तो निकाल्ने ल दाइ जान्छ. मान्छे ल नमस्कार है. नमस्कार. ल नमस्कार है. नमस्कार.
Wow, nice. Nice. कस्तो स्पेसियस रहेछ आम्मा स्पेसियस छैन तिम्रो भन्दा त हाम्रो के हो के हैन चेप्टा त के हैन यस्तो नभन्नु न यस्तो स्पेसियस छ ह्यापी एनिभर्सरी हो नाइस ह्यापी एनिभर्सरी के थाहा त मलाई यस्तो सरप्राइज हैन बाह्र बज्न लागिसक्यो के गर्नु ए ठिकै छ नि 12 बज्न ल्याएको छैन हामीले 12 बज्न छैन यहाँ मैले हजुरले एकदम सरप्राइज एनिभर्सरी रेडी गरेर बस्नु भएको रहेछ सानो केक त्यस्तो ठुलो त हतार हतार होइन अल गुड द्याट लुक्स लभली क्यारेट केक कस्तो हेल्दी के हो लास्ट टाइम मेरो हुन्छ डाइटिङमा हो नि त फेरि त्यही भएर ल ल ल रेडी यो चाहिँ ठाडो यस्तो बुढा एउटा रक्सी पनि राख्नु रक्सी बोतल छ रेडी ल ए बत्ती बाल्के के गर्नु ठिक छ नि ओ प्लिज ह्यापी एनिभर्सरी ल धेरै धेरै अझै जुमीसम्म सँगै हो हैन त्यस्तै हो आउनु त के ठुलो त हैन अब उहाँले स्याम्पेन खान्न उमाल्ने हैन स्याम्पेन पढौँ भनेको उसले स्याम्पेन खानु ओ माय गॉड उ त्यो ह्यापी एनिभर्सरी आउने घर खिच्दै अलराइट तिमी केक खुवाइदेऊ न बेबी तपाईँलाई फाइदा भनेको विनोद दाइले पनि प्लेन चढाएर आउनु भएको थियो प्लेन त चलाएरै आउनु भएको विनोद दाइले अनि डिले भयो नि थ्याङ्क यू दादा एनिभर्सरी सँगै मनाइयो अब भोलि भव्य हुन्छ होला नि हैन पार्टी हुनु पर्यो म त कुल हो दाइ घरको भोलि गर्ने कि आज गर्ने इन्स्ट्रक्सन के भन्छ त्यसलाई यो होममेड पिज्जा हो होममेड पिज्जा त त्यस्तै हो उहाँले ओके मेरो क्रिसमसको बोनसको पिज्जा थियो के अलराइट अलराइट आजकोलाई साथीहरु हैन यहाँ कडा हान्नु पर्दैन क्रिसमसमा कति कस्तो 12 घण्टा बाँच्यो अनि म जान पाएन अनि मलाई त्यो थियो के त्यो पिन यही हैन पिनी हो को छ र हैन पछाडी चाहिँ भोलि ब्रेकफास्ट हैन भोलि पनि अहिले यो मेरो भ्लगको लागि मात्रै इट्स ब्युटिफुल लास्टै यस्तो ल भोलिको लागि चाहिँ हाम्रो हल्ला गर्ने ठाउँ चाहिँ यो है भोलि हल्ला गर्ने ठाउँ भएको बेलामा आयो भोलि हल्ला गर्ने ठाउँ यही हो छैन नि त हैन भोलि ठिकै छ अनि भोलि ल चियर्स है ल भेरी वान्स अगेन ह्यापी एनिभर्सरी सबै माघे संक्रान्ति ह्यापी माघे संक्रान्ति भेटघाट भएकोमा धेरै पछि न्यू होमको लागि कङ्ग्रेचुलेसन ल है वेलकम टु मेलबोर्न थ्याङ्क यू भेरी मच एन्ड ह्याप्पी होलिडेज हुन्छ अब दाइको गाडी कान्छा के मिठो लाग्यो रे सस्ती दादा मैले सरकारी माग्छ नेपालको जस्तै रहेछ मोमो त कति जान्छ लाइक मेरो पनि आउँदैछ दादा लाइक इन्डियनले त फ्याक्सियल कति हुन्छ नेपाली स्टाइलको ससेज होइन त यो आलु चिप्समा दिन्छु न राखी बिजदा अचार पनि नेपालमै खाएको खानु मेरो जहिले पनि बेलुकाको शीतल यस्तो हुन्छ घाटमा खाँदाखेरि दाइले उस खानु सुकेको माछा होइन के उसके त्यो पपकर्न यो पनि के अरे क्याप्सिको त्यो पनि के अरे यो सिलले कम भन्छ यहाँ एजको के हुन्छ अरे अप्सन